Hey guys, good morning. Welcome back to my new vlog. आज चाहिँ हामी नुवाकोट केबुल कार जाँदैछौँ। हामी चाहिँ बाबाले चाहिँ गाडी चलाइरहनु भएको छ। हामी चाहिँ केवल अनि पुगिसक्यौँ र बाटो अब मङ्गलपुर आउँदैछ। यताको उसको हेर्नु कति नजिक नजिक अब चाहिँ उत्तर सिटी आयो। हामी चाहिँ पुग्न लागेको छौँ। हामी चाहिँ तिनो खोला पुलमा आइसक्यौँ। अब फुलबारी आउँदैछ। स्टेसन फुलबारी हो। म्याप कोसँग कान्छीसँग हो हेर है। गाइस हामी चाहिँ पुग्यो। अब बाहिर जाम। बाहिर कति घाम छ। यहाँको भ्यू चाहिँ यस्तो छ। यहाँ एउटा ट्र्याक्टर छ। हामी चाहिँ टिकट काउन्टर पुग्यो। कति भिड छ। कस्तो भिड छ। यहाँ चाहिँ गर्मी पनि छ, भिड पनि छ। You've been shattered, you've been broken down. Heart is beating, still won't make a sound. It feels like an angel straight from heaven, just like my lucky number 7. You're my shooting star. We're running round in circles. Love feels so invincible. Feel you when there's no one around. Your beauty. I don't wanna just get by in life before we die. I want it every single time. No chances to revive. Days are slip away sometimes when pressure holds too tight. Only I can make up my mind and override the fight. हामी चाहिँ जान लाग्यौँ चढेर। हामी केबुल कारमा बसिसक्यौँ भन। अब हामी जान लाग्यो। लाग्दैन आफै ठाउँमा पुगेछ।
गाइस हामी चाहिँ सबै घुमिसक्यौँ र हामी चाहिँ यहाँ खाना आइरहेछौँ रेस्टुरेन्टमा। रेस्टुरेन्टको नाम लोकल चिकन त्यो पनि यताको छ। हामी चाहिँ मेन्यु लोकल चिकन भुटुवा रेस्टुरेन्ट चाहिँ यस्तो छ। भ्यू तल खोज नराम्रै छ भ्यू त, तर जङ्गलहरू चाहिँ राम्रो छ यता। गाइस खाना फिनिस सब फिनिस भइसक्यो। अब चिया आउँदैछ। मम्मीले चिया खानु थियो त्यही भएर सानो मम्मी जानु भयो अर्डर गर्न। हाम्रो चाहिँ चिया आइसक्यो। मेरो पनि टोको रहेछ भन अहिले के गेम खेल्दैछ देखाउँछु, हेर्नु यता। 3 वर्षको बच्चाले यस्तो गेम खेल्दै यसलाई भन्छ के राम्रो स्ट्यान्ड। गाइस म समात्छु, ट्राई गर्छु। हाम्रो फ्रेन्च फ्राई पनि आइसक्यो सायको लागि। मिठो छ गाइस। हाम्रो चाहिँ अब अरू ब्लगमा एउटा च्यालेन्ज भिडियो आउँछ है, हुन्छ? ओके, च्यालेन्ज पछि च्यालेन्ज। गाइस हामी चाहिँ पिङ खेल्न आयौँ। यहाँ कस्तो चोरको घाम छ। ल अब यहाँ खेल्ने होला पिङ। ल अब हेर्नुहोस् गाइस यस्तो पिङ छ, त्यस्तो भिड पनि छैन। उता स्ट्याचु थियो, म जाँदा देखाइदिन्छु। गाइस हामी चाहिँ रेस्टुरेन्टबाट बाहिर निस्क्यौँ। अब माथि जाँदैछौँ। अब हामी जाने होला। बाबा पिङ खेल्ने हो कि नहीं? बाबा पिङ खेल्ने हो कि नहीं? बाबा पिङ खेल्ने कि नखेल्ने? खेल्ने। अब हामी पिङ खेल्ने, पिङ खेलेर अब हजुरलाई मैले स्ट्याचु भनेको थिएँ त, ऊ त्यही स्ट्याचु हो। हेर्नु यहीँबाट स्ट्याचु। गाइस हामी चाहिँ पिङ खेल्न आयौँ। यहाँ कस्तो चोरको घाम छ। ल अब यहाँ खेल्ने होला पिङ। ल अब हेर्नुहोस् गाइस यस्तो पिङ छ, भिड छ, त्यस्तो भिड पनि छैन। गाइस बाबाले खेलिरहनु भयो। गाइस यहाँ हेर्नु त, गाइस यहाँ हेर्नु बाबा डराउनु भइसक्यो।
गाइस यहाँ यस्तो भिड छ जाँदैछौँ अब के गर्ने अब घर जाने यो पालि शीतल छ कति बज्यो अहिले यहाँ एउटा मन्दिर छ यहाँ सब फुल छ अब हामी तल जान लागेको सायद कहाँ गएर आएको यस्तो डरेर आएको अब कहाँ जाने अब मर्निङमा जाने पहिला यस्तो घाम थियो अहिले हेर्नु गाइस कस्तो शीतल छ पहिला ब्लगमा हेरिसक्नु भयो होला यस्तो घाम थियो ब्लग होइन के ब्लग हो मलाई थाहा मैले ब्लग कमलको फुल है तीनटा सर्लक्क गाइस फोटो भिडियो सबै भयो अब घर जान लागेको हामी चाहिँ घर जान लागेको अब टोल बजार आउँदैछ टोल बजार आइसक्यो हैन आउँदैछ नलाउनु त बेल बोल्दै पिच बाटो छ गाइस हेर्नु म्याजिक हुन्छ अब यो पिच बाटो छ नि अब त्यो नराम्रो बाटोमा बिग्रिन्छ है माटोको बाटोमा मैले 5 घण्टा 1 2 गाडी उतैबाट आइला 5 ल माटो हाल्यो हामी चाहिँ ड्राइभर टोल आइयो अब ड्राइभर टोलपछि के आउँछ नयाँ मिल आउँछ नयाँ मिल अन्त मणिग्राम शङ्करपुर कम्पनी के रे त्यसपछि मङ्गलापुर अनि सेवन आयो अनि कान्छी बजार त्यहाँबाट फेरि उता के दुईवटा गाडीको बिचबाट सडकमा पसाउनु भयो सक्नु भएन सक्नुभयो खुट्टा पसाउनु भयो
ढिलो ब्रेक हाल्नुभयो नयाँ मिला नयाँ मिल हामी चाहिँ मङ्गलापुर आइयो एकचोटि यसो थाप पनि मङ्गलापुर गाइस अब चाहिँ डोजर आयो डोजरले हामीलाई अब बाटो क्लोज गर्यो दिनभरिको लागि के भन्छ हामी नजाने जानु रोलर छ अन्त यो पिच जानु लाग्यो क्या भोलि कता गएर आएको होइन पानी हालेर यस्तो गर्दैछ नि त दबाउँदैछ क्या भोलि पछाडि के हालचाल छ थर्किन्छ पुरै पछाडि त शान्त छ त गइन्छ अरे यस्तो अप्ठ्यारो छ त त्यहाँ गइन्छ तँ पनि जान्छ क्या नाति गयो त त्यो त अब यो हाले के गरे त जान्छ होला के हो ए चित्त नलाएर गाइस हामी चाहिँ घर पुग्यो र यही हो हाम्रो घर अब गाडीलाई भित्र हाल्नु पर्यो सबजना बाहिर निस्कियौँ यही बेला बाटो कति हाल्नु छिटो भागम ल गाइस अब गाडी साइकल हटाउनु अब हामी अब के गर्ने अब ब्लग हान्दै गर्ने हो एकछिनमा अब यता गाडी आउँदैछ हाम्रो आउनु 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 अब चाहिँ यति ग्याप बच्चा छ र बुवा यो हाम्रो गाडी अनि भित्र बाबा अनि त्योभन्दा नि भित्र मम्मी निस्केछ नि त मैले भनेको यो निस्केछ के निस्केछ ए यो गाइस हाम्रो गाडीको यो निस्केछ अनि अगाडिको हावा पनि फुस्केछ रन्ते यो यसैले भाँचेकै त थियो नि बाजे पछि बनाउनु लाग्यो रन्ते धोएर ल जाउँ अब माथि जाउँ फसी पनि सक्यो फुटा होइन